क्वेसन सोध्नुपर्ने छ एकतिर, अनि डाइभर्ट गरेका छन् सबैजनाले क्वेसन कुरो अर्कोतिर। विदेशीको चलखेल भनेका छन्। विदेशीको चलखेल हो भनेदेखि नेपालमा भएका सबै इन्टेलिजेन्स निकाय जे छन्, प्रहरी छ, सशस्त्र प्रहरी छ, गुप्तचर विभाग छ, सेना छ, सबै बर्खास्त गर्दै हो नि त। त्यति पनि थाहा नपाउने हाम्रो सुरक्षा संयन्त्र नेपालमा किन चाहियो त्यसो भए? त्यो क्वेसन चाहिँ किन कसैले पनि उठाउँदैन? राइट होइन, त्यसैको लागि होइन उनीहरूले देशको तलब खाएर बसेको। किन चाहियो त्यत्रो हेभी सुरक्षा संयन्त्र त्यसो भए? त्यति पनि थाहा नपाउनेहरू। त्यो हो कि प्रश्न कहाँ सोध्ने भन्ने कुरा थाहा पाउनु पऱ्यो। मेन कुरा यहाँ के छ भने 23 गते केही भएकै थिएन, जे भयो 24 गते भयो। 24 गतेका लागि झ्याप्की झ्यापसम्म त हालिहाल, आतङ्ककारी नै घोषणा गरिहाल, 23 गते बिर्स्यौ भन्ने जुन भाष्य छ नि त्यो गलत छ। 23 पनि हेर्नुपर्छ, 24 पनि हेर्नुपर्छ। 24 को त्यत्रो घटना नेपालका संयन्त्रहरूले थाहा किन पाएनन्? त्यसलाई बचाउन सकिन्थ्यो कि सकिँदैन? 23 मा मान्छे मरे, 24 मा देशका सम्पत्ति जले। 23 को घटना पनि कम गर्न सकिन्थ्यो, 24 को घटना हुनै नहुने स्थिति आउन सक्थ्यो यदि देशमा साँच्चै नै यो चाहिँ जसले जेको लागि तलब खाएर देशको सम्पत्ति खाएर बसेका छन् तिनीहरूले आफ्नो आफ्नो काम सही तरिकाले गरेको भएदेखि दुवै रोकिन्थ्यो। अनि रोक्न नसक्ने आफू अक्षम, अनि दोष लगाएको छ अर्कोलाई। विदेशीले गरे भनेको छ, यसले गरे भनेको छ, उसले गरे भनेको छ, भ्रम फैलायो भनेको छ। यदि केही पनि गर्न नसक्ने हो, जस्तो मैले देखेँ तत्कालीन प्रधानमन्त्रीले पनि र गृहमन्त्रीले पनि गोली हान्ने आदेश मैले देखेँ। होइन, मैले गोली हानेको हो र। नेपालमा संसदीय व्यवस्था छ, प्रधानमन्त्रीय प्रणाली छ। संसदीय व्यवस्था र प्रधानमन्त्रीय प्रणाली भएको ठाउँमा प्रधानमन्त्रीले 1-2 घन्टा 3 घन्टाभित्रमा 2 दर्जन बच्चा मर्दैछन् भन्ने थाहा पाउँदैन भने हि इज नट अ गुड फिट फर द प्राइम मिनिस्टर। अब फेरि किन चुनाव लड्ने उसले? त्यसो भए के आधारले लड्ने? त्यो हो नि त क्वेसन। अनि प्रश्न उठाउने जतिलाई विदेशीको गोटी भन्यो, आफ्नो गल्ती ढाकछोप गऱ्यो, हिँड्यो।